बदला लिएर हैन साथी, बदलिएर काम गर्नुस्। बदला लिएर हैन साथी, बदलिएर काम गर्नुस्। अरूको डाह र ईर्ष्या गरेर हैन साथी, अरूको डाह र ईर्ष्या गरेर हैन साथी, आफ्नै मेरिटमा तपाईँ भर पर्नुस्, आफ्नै मेरिटमा तपाईँ भर पर्नुस्। नमस्कार साथीहरू, आज यहाँहरूलाई मैले एकदम बेनिफिटेबल र एकदम अर्निङेबल भिडियो लिएर उपस्थित भएको छु। 1 रुपैयाँ पनि इन्भेस्ट नगरिकन एकदम बेस्ट अर्निङ गर्न सक्ने बेस्ट एपको बारेमा जानकारी दिनको लागि आइरहेको छु साथीहरू। यदि यहाँहरू पनि पक्कै पनि घरमा बसेर आफूसँग भएको खेर गइरहेको इन्टरनेट, खेर गइरहेको डिभाइस, यानि कि तपाईँको खेर गइरहेको समयलाई चाहिँ केही समयहरू तपाईँलाई यो एपमा चाहिँ टाइम दिएर चाहिँ अर्निङ गर्न सकिन्छ भने पक्कै पनि तपाईँले पनि यो एपमा किन युज नगर्ने र यो एपबाट चाहिँ अर्निङ किन नगर्ने भनेर चाहिँ यहाँलाई सामुको मैले जानकारी दिनको लागि यो भिडियो तयार पारेको छु। जुन एपको नाम हो पोपो एप्स। पोपो एप्सको बारेमा तपाईँहरूले चर्चा र परिचर्चा धेरै सुन्नुभएको होला र पोपो एप्सबाट धेरैजना साथीहरूले राम्रो अर्निङ गरेको, जेनेरेट गरेको भिडियोहरू पनि तपाईँले हेर्नुभएको नै होला साथीहरू। आज तपाईँले टिकटक, युट्युब, फेसबुकको रिल, इन्स्टाग्रामको रिलमा धेरै भिडियोहरू तपाईँले देख्न सक्नुहुन्छ र देखिरहनु भएको नै होला। जुन एपमा चाहिँ तपाईँले सिटीमा रहेर पनि, देशमा रहेर पनि, विदेशमा रहेर पनि, गाउँमा रहेर पनि, जुनसुकै ठाउँमा रहेर पनि इन्टरनेट चल्ने ठाउँमा चाहिँ तपाईँले यो राम्रो अर्निङ जेनेरेट गर्न सक्ने एप भएको कारणले गर्दाखेरि यदि यहाँहरूले अझै पनि यो एप डाउनलोड र इन्स्टल गरेर चलाउनु भएको छैन भने डाउनलोड र इन्स्टल गरिहाल्नु साथीहरू। यो एप डाउनलोड र इन्स्टल गर्ने बित्तिकै तपाईँले पनि राम्रो अर्निङ जेनेरेट गर्न सक्ने एप भएको कारणले गर्दाखेरि यहाँलाई मैले आज जानकारी दिन आइरहेको साथीहरू। यो एपमा तपाईँले केही पनि गर्नु पर्दैन साथीहरू, जस्ट डाउनलोड र इन्स्टल गर्नुहोस् र तपाईँले यहाँनिर एउटा टास्क पुरा गर्नुपर्ने हुन्छ। यदि तपाईँले फिमेल आइडी हो भने तपाईँहरूले लाइभमा बसेर, फेस लाइभमा बसेर तपाईँले 2 घन्टा फेस लाइभ बस्नुभयो भने तपाईँले 20,000 चाहिँ तपाईँलाई 2 आवरको दिन्छ भने यदि तपाईँले मेल आइडी हो भने चाहिँ मेल आइडीमा चाहिँ सुरुमा चाहिँ अर्निङ गर्न सकिँदैन, तर तपाईँले गर्दै जानुभयो भने चाहिँ तपाईँले डेली 15 मिनट अन माइकमा बस्नुभयो भने तपाईँले 200 कोइन चाहिँ तपाईँले रिसिभ गर्न सक्नुहुन्छ, जुन कोइनले चाहिँ पोइन्टमा कन्भर्ट गरेर तपाईँले चाहिँ राम्रो अर्निङ जेनेरेट गर्न सक्नुहुन्छ। तर यसमा अर्निङ जेनेरेट गर्न सक्ने धेरै प्लेटफर्महरू छन्, धेरै कुराहरू छन् साथीहरू। योभन्दा अघि नै मैले भिडियोमा कसरी इन्स्टल डाउनलोड गर्ने, कुन लिङ्कबाट गर्ने, के गर्नुपर्ने भनेको भिडियोहरू सब बनाइसकेको छु। त्यो भिडियो मैले यो आई बटनमा राखेको छु। त्यसैले यदि तपाईँले पनि सोसियल मिडियामा आएको जुन फ्री एप हो, जुन एपमा तपाईँहरू रहेर काम गर्न चाहनुहुन्छ भने यो एपलाई चलाउनुहोस् र यो एपमा चाहिँ तपाईँले राम्रो अर्निङ जेनेरेट गर्न सक्नुहुन्छ भनेर चाहिँ मैले आज यो भिडियो तयार पारेको साथीहरू। हुन त हरेक एप, हरेक वेबसाइट र हरेक कुराहरूको चाहिँ राम्रो र नराम्रो पक्ष त हुन्छ। राम्रो र नराम्रो पक्ष हुँदैमा कुनै पनि कुरालाई हामीले राम्रोसँग युज गर्न सक्यो भने त्यो एपबाट हामीले राम्रो अर्निङ जेनेरेट गर्न सक्नुहुन्छ। जस्तै भनौँ न, युट्युबबाट कति धेरैजना व्यक्तिहरूले मोनेटाइज गरेर अर्निङ गरेको छ, टिकटकबाट कति धेरैजना व्यक्तिहरूले अर्निङ गरेको छ, फेसबुकबाट कति धेरैजना व्यक्तिहरूले अर्निङ गरेको छ, इन्स्टाग्रामबाट कति धेरैजना व्यक्तिले अर्निङ गरेको छ भने यो एप त हामीले कुनै केही गर्नु पर्दैन कि यसमा कुनै फ्रेन्ड्स, फलोवर्स, तपाईँले यहाँ कुनै टार्गेट केही पुरा गर्नु पर्दैन। यो एपमा जस्ट तपाईँहरू जाने, यसरी लाइभ बस्ने, लाइभ बसेको भरमा तपाईँलाई 20,000 पोइन्ट चाहिँ तपाईँलाई डेली दिन्छ भने यो एप किन युज नगर्ने। तर यो चाहिँ 7 डेसम्म मात्रै दिन्छ तपाईँलाई। 20,000 चाहिँ तपाईँ न्यू बिगिनर भर्खरै खोल्ने साथीहरूको लागि चाहिँ 7 डेसम्म चाहिँ तपाईँलाई 20,000 लाइभ बसेर दिन्छ भने तपाईँको अर्को 1,600 चाहिँ तपाईँको डेली तपाईँको पार्टी लाइभमा बसेर दिन्छ। पक्कै पनि यो भिडियोले यहाँलाई केही न केही हेल्पफुल भयो होला साथीहरू। यस्तै पोपो सम्बन्धी सिरियस भिडियोहरूको लागि यहाँहरूले मेरो च्यानललाई सब्सक्राइब गरेर जोड्नु भएको छैन भने सब्सक्राइब गरेर जोड्नु होला र अझै पनि यो भिडियोलाई लाइक गर्नुभएको छ भने लाइक गर्ने होला। किन भन्दाखेरि भिडियो मन पर्यो भने लाइक गर्न चाहिँ तपाईँले पक्कै पनि नबिर्सिनु होला। भन्दै यो भिडियो कस्तो लाग्यो, यो भिडियोमा जस्तो लाग्यो त्यस्तै कमेन्ट पनि गरिदिनु होला, कमेन्ट गर्न नबिर्सिनु होला। एन्जेलसम्म तपाईँले आफ्नो इम्पोर्टेन्ट समय दिएर मेरो भिडियोलाई हेरिदिनु भयो, त्यसको लागि धेरै धेरै धन्यवाद दिँदै नेक्स्ट भिडियोमा यस्तै पोपो सम्बन्धी अरू सिरिज भिडियो लिएर आउने नै छु साथीहरू। चिन्जेलसम्मको लागि मलाई बिदा दिनु होला। हस्त, धन्यवाद, थ्याङ्क यू।